ओहो! छिमेकी दिदीकोमा गफ गर्न आएको त काच्चो मेवा पो दिएर पठाउनु भयो। अब भाउजूसँग सोधेर मिठो चिज बनाएर खानु पर्यो। भाउजू यता हेर्नु मैले के लिएर आएँ। आहा यसको चटपटे बनाएर खुवाऊ न। यसको चटपटी पनि भन्छ बन्छ त। ओके ल काँचो मेवाको पनि चटपटे बनिन्छ भनेर चाहिँ फर्स्ट टाइम सुन्दैछु। अनि गिलो चटपटे खानु मन थियो, ल ग्यास गिलो चटपटे नै बनाऊँ न त भनेर मजाले सस बनाएर केही बेर साइडमा राखिदिन्छु। अब चाहिँ काँचो मेवालाई तासतुस पारेर पखाल पुखुल पारिदिन्छु। अनि कोरेसोमा चाहिँ मजाले यसलाई कोरिदिन्छु। अनि यति चाहिँ मैले तयार पारेको थिएँ। अनि यो कोरेसोमा कोरेको मेवालाई चाहिँ एउटा बलमा लगेर हालिदिन्छु। साइडमा चौचौ चपचप पारेर काटेको गाजर, टमाटर, प्याज, खोर्सानी, धनिया, हरियो मटर अनि बदाम, चटपटे मसला हालिसकेपछि चाहिँ माथिबाट टक्कसँगले ससलाई हालिदिन्छु। अनि कागतीलाई मजाले नाचुर नुचुर पारेर चाहिँ हालिदिने। अनि फाइनल्ली यसलाई चाहिँ मजाले एकचोटि मिक्स माक्स गरिदिन्छु। यति गरिसकेपछि चाहिँ करेन्ट नुडल्सको मसला पनि थोरै रहेको थियो, अनि त्यसलाई पनि टक्कसँगले माथिबाट हालिदिएर तेल हालिदिन्छु। अनि होइन नुन हालेर चाहिँ यसलाई फाइनल एकचोटि मजाले चलाइदिने। अनि यति गरिसकेपछि चाहिँ दामी चटपटे चाहिँ तयार भइसकेको थियो। यो काँचो मेवाको चटपटेदेखि यति मिठो खुसबु आइराखेको थियो नि, कन्ट्रोलै भइराखेको थिएन। हतार हतार एउटा प्लेटमा चाहिँ चटपटेलाई हालेँ। अनि भाउजूलाई चाहिँ पातको चम्ची बनाउनु न भन्न लागेको थिएँ। अनि टक्कसँगले भाउजूले पनि चम्ची बनाएर ल्याइसक्नु भएछ। अनि पातको चम्चीले चटपटे खाएको अति नै बबाल मिठो भएको थियो।